गर्ने अपराधीहरूले राज्य सत्ता कब्जा गर्न गरिएको षड्यन्त्रपूर्ण ढङ्ग आन्दोलनमा प्रहरीले आफ्नो आत्मरक्षाको लागि आफ्नो सरकारी सम्पत्ति सुरक्षा गर्न बसेको प्रहरीमाथि हमला गरेपछि आगो लगाएपछि गोली चलेर 19 जना मान्छे मरे, केपीएलले मान्छे मारे। त्यसकारणले केपीएललाई जेल हुनुपर्छ, फाँसी हुन्छ भन्ने पनि नेपाली हुन सक्छ। भिडियो हेरेपछि तपाईहरुलाई के लाग्छ? आफ्नो मनमा लागेका प्रतिक्रियाहरू अवश्य पनि दिनुहोला। यी व्यक्ति भन्छन् केपी ओलीको कुनै पनि गल्ती छैन, केपी ओलीले गोली चलाउने आदेश दिएको होइन, केपी ओलीलाई कारबाही हुनुपर्छ, जेल हाल्नुपर्छ र फाँसी हुनुपर्छ भन्ने व्यक्ति नेपाली हुन सक्दैन भनेर तर्क दिइरहेका छन्। यी व्यक्तिलाई कसले चिन्नुहुन्छ? तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। भदौ 23 र 24 मा के भयो, कसरी भयो र किन भयो त आम नेपाली जनतालाई राम्रोसँग हेक्का छ। तपाईले सामाजिक सञ्जाल मार्फत यसरी गैर जिम्मेवारी तर्क दिइराख्नुपर्ने आवश्यकता छैन। हामी भन्छौं भदौ 23 र 24 मा के भयो, सम्पूर्ण घटनाको निष्पक्ष छानबिन होस् र दोषीलाई हदैसम्मको कारबाही होस्। यी व्यक्ति हुन् नेकपा एमालेको तर्फबाट रामेछाप जिल्ला खाडादेवी गाउँपालिकाको पालिका प्रमुख ज्यू, तपाईसँग हाम्रो न लेना न देना कुनै पनि सम्बन्ध छैन। तर हामी के भन्छौं भने तपाई जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले यसरी गैर जिम्मेवारी अभिव्यक्ति दिने आँट कसरी गर्नुभयो? तपाई भनेको जनताहरुको सेवक हो, जनतालाई सेवा दिने काम तपाईको हो, न्याय दिने काम तपाईको होइन। को दोषी को निर्दोषी भनेर छुट्याउने तपाई न्यायालय होइन। भदौ 23 र 24 मा के भयो आम नेपाली जनताहरुलाई पनि राम्रोसँग थाहा छ। र हामी के भन्न चाहन्छौं भने तपाई जस्तो व्यक्तिले दिएको अभिव्यक्तिको कारणले पनि घाइतेहरूको हालत के होला? जेनजीको आन्दोलनको क्रममा धेरैजना युवाहरूको ज्यान गएको छ। शहीद भएका जेन युवाहरू प्रति तपाईहरुको यति पनि माया छैन, यति पनि दया लाग्दैन? के ती शहीद भएका युवाहरू नेपालीका सन्तान होइनन्? हाम्रै दाजुभाइ दिदीबहिनीहरू होइनन्? तपाईलाई यति पनि माया लाग्दैन? र तपाईहरुको यस्तो अभिव्यक्तिले गर्दा घाइते भएका युवाहरूको हालत के होला? पक्कै पनि सहीलाई सही भन्न पर्यो र गलतलाई गलत भन्न पर्यो। हामी फेरि पनि के भन्छौं भने भदौ 23 र 24 मा के भयो, सम्पूर्ण घटनाको निष्पक्ष छानबिन होस् र दोषीलाई हदैसम्मको कारबाही गरियोस्। शहीद भएका जेनजी युवाहरूले पनि न्याय पाउनु पर्यो र घाइते भएर छटपटाएर हिँडेका जेनजीका युवाहरूले न्याय पाउनु पर्यो। तपाई भनेको पालिका प्रमुख हो, तपाईले भनेको जनताको सेवा गर्ने काम हो। तपाईको काम न्याय दिने होइन, कसले गलत गर्यो कसले राम्रो गर्यो भनेर छुट्याउने तपाई न्यायाधीश होइन। पक्कै पनि तपाईले जनताको सेवा गर्नुहोला, खाडादेवीलाई अगाडि बढाउनुहोला। तपाईले हाम्रो शुभकामना छ।